फूलबारी एकता र बलिदानको कथा बोकेको यो नेपाली कविता साँच्चै शक्तिशाली छ। आउनुहोस् यसको गहिराईमा जाउँ। कविताको सुरुवातै कस्तो शक्तिशाली छ है। 4 वर्ण 36 जातको फूलबारी, यसले हाम्रो विविधतालाई कति राम्रोसँग देखाउँछ। फूलबारी भनेको त फूलको बगैँचा हो, तर यो कवितामा यो हाम्रो देश नेपालकै प्रतीक बनेको छ। यो बगैँचाको कल्पनाले के भन्छ भने हाम्रो विविधता कमजोरी होइन, बरु राष्ट्रको असली सुन्दरता हो। अनि हेर्नुहोस् त, यी सबै फरक फरक फूलहरूलाई एउटै मालामा उनेर एकताको भावलाई कति गहिरो बनाइएको छ। यो एकता आफै आएको होइन, यो त हाम्रो देशप्रतिको गहिरो मायाबाट जन्मेको हो। अब कविताले वर्तमानबाट भविष्यतिर हेर्छ, खास गरी हाम्रो भावी पुस्तालाई कसरी हेर्छ त्यो रोचक छ। यहाँ युवाहरूलाई कोपिला भनिएको छ। उनीहरू नै त हुन् भोलि गएर सुन्दर फूल बन्ने। यो भनेको कोपिलाबाट फूल बन्नेसम्मको यात्रा हो, सम्भावनाबाट यथार्थमा पुग्ने यात्रा। प्रश्न उठ्छ, यी कोपिलाहरू फुल्छन् कसरी त? कविताले यसको पनि बाटो देखाएको छ। त्यो बाटो हो पहिला पढ्ने गुन्ने, त्यसपछि ज्ञानी बन्ने र अन्तमा देशको सेवा गर्ने। अनि यो सेवाको लक्ष्य के हो त? आफ्नो देश, आफ्नो नेपाल आमालाई स्वर्ग जस्तै सुन्दर बनाउने। अब यो सेवाको भावना सबैभन्दा गहिरो र गम्भीर मोडमा पुग्छ। र त्यो हो देशलाई शत्रुबाट जगाउन आफ्नो ज्यानको समेत बलिदान दिने वाचा। यो एउटै पंक्तिले कवितालाई प्रशंसाको गीतबाट सुरक्षाको कठोर शपथमा बदल्दिन्छ। यसले एउटा प्रश्न छोड्छ कि आजको समयमा पनि यस्ता कविताले राष्ट्रिय पहिचानलाई बलियो बनाउँछन् त?